हाम्रो पेम्बाजी वडाका अध्यक्ष निर्वाचित प्रतिनिधिहरू आदरणीय उपस्थित आमा बुबा दाजुभाइ दिदीबहिनीहरू सबैलाई म हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। खुसी लागेको छ। अब तपाईं सबैलाई खुसी बनाउने, सबैलाई चाहिँ धनी पनि बनाउने सपना हो हाम्रो। तर हाम्रो यथार्थ के हो भन्दा हामी अलिकति बढी गरिब नै छौं। हामीलाई हाम्रो जुन किसिमको रिसोर्स छ स्थानीय सरकारमा आउने स्रोतहरू, त्यो स्रोतले चाहिँ तपाईलाई पुगिराखेको छैन। मैले एउटा कार्यक्रम त यो फुसको छाना हटाउने कार्यक्रम त सञ्चालन गरेको थिएँ पहिले, तपाईलाई थाहा छ। कति घरले त्यति बेला जस्ता पाता पाउनुभयो। सम्भवतः सबैलाई सकाउने कार्यक्रम भनेर हामीले घोषणा पनि गरेका थियौँ र यो कार्यक्रम यहाँ आएको पनि हो, लोखिममा आएको हो हैन तपाईँ? धेरै घर, कति घर त्यति बेला कति घरले जस्ता पाता प्रयोग गर्नुभयो? हाम्रो टोलतिर चाहिँ 7-8 घरले चाहिँ भेटायो। जस 50-60 घर चाहिँ त्यति बेला पनि हुनुभयो। अझै पनि 40 वटा घर रहेछ क्या यहाँ, मलाई त्यो थाहा थिएन। लोखिम चाहिँ हाम्रो ठुलो चाहिँ वडा हो, त्यो भएको हुनाले अझै पनि तपाईँहरू बाँकी हुनुहुँदो रहेछ। म एकदमै थ्याङ्क यू भन्न चाहन्छु। विशेष गरी थुलुङ दुधकोशी स्थानीय सरकारले चाहिँ हेल्पिङ ह्यान्ड्सहरूसँग पेम्बाजीको यो संस्था, विशेष गरी यो सुमो म माया गर्छु के भने यो जुन चाहिँ एउटा संस्था छ, त्यसको कोलाबोरेसनमा बलबहादुर भाइले भन्नुभयो मलाई, दाइ यहाँका मान्छेहरूलाई केही न केही गर्नुपर्छ भनेर भन्नुभयो। मैले तुरुन्तै त्यहाँ चाहिँ मेरो आफ्नो शाखालाई, मेरो प्रशासनलाई निर्देशन दिएँ, बलबहादुर भाइ त्यहाँ आउनुहुन्छ, तुरुन्तै सिफारिस दिएर पठाउनु है भनेर भनेको थिएँ। तुरुन्तै लिएर आउनुभयो र आज तपाईँहरूले वास्तवमा प्राप्त गर्नुभएको छ। हामी नेपालीहरू खुसी हुनको लागि बहाना नै चाहिन्न क्या। सानो कुरा एउटा चकलेट सानो पाइयो भने पनि त्यो हार्दिकताका साथ प्राप्त गरियो भने हामी खुसी हुन्छौँ। त्यो भएको हुनाले क्यारिन, पेम्बा लगायतका सबैलाई, विशेष गरी बलबहादुर सबैलाई म धन्यवाद भन्न चाहन्छु। अब तपाईँहरूले अझै पनि यो भएर पनि पुगेन भने उहाँले गर्नुहुन्छ भने हामी वेलकम गर्छौँ उहाँहरू जस्तो हेल्पिङ ह्यान्ड्सहरूलाई। भएन छ भने पनि अब मसँग अझै पनि 2 वर्ष बाँकी छ। 2 वर्षमा चाहिँ कुनै पनि फुसको घर भनेको खरको घर नराख्ने मेरो अभियान छ। धेरै वडामा त सकिसक्यो, अब यो लोकीमा अलिकति बाँकी रहेछ। अझै पनि बाँकी छन् भने त्यसलाई हामी अब आउने बजेटमा पनि इन्डोर्स चाहिँ गर्छौँ। तर हेल्पिङ ह्यान्ड्सहरूले सहयोग गर्छन् भने त्यसलाई पनि हामी एक्सेप्ट गर्ने हो क्या, विथ एकदमै ड्यु रेस्पेक्ट हामीले चाहिँ गर्ने हो हैन। त्यो भएको हुनाले यो कार्यक्रमहरू हामी कोअर्डिनेसन गरौँला। अब थुलुङ दुधकोशी गाउँपालिकाले तपाईँहरूलाई गरेको कामहरूको बारेमा मैले धेरै भन्न पर्दैन तपाईँहरूलाई। हामीले जुन अहिले भर्खर मात्र पनि यो गोपे गाउँघर क्लिनिकमा तपाईँहरूको लागि दरबन्दी नै एउटा बनाइदिएर ठुलो चाहिँ इक्विपमेन्ट नै राखेर एउटा यहीँ स्वास्थ्य चौकी त्यहीँ छ, तर तपाईँहरूको सेवा सुविधाको लागि यहीँ पनि हामीले फेरि बनाइदियौँ। यहाँको स्कुललाई दरबन्दी मिलान गर्नेदेखि लिएर माथि कुरीमासम्म जाने बाटोहरू चाहिँ खोलिदिएर हामीले धेरै काम गरेका छौँ। बजेट नहुँदै पनि फेरि बजेट हामीले राखेर कामहरू धेरै गरेका छौँ। तपाईँहरू खुसी हुनुहुन्छ होला जस्तो लाग्छ। हो, तपाईँहरूले भने जस्तो सबै पुरा नभएको हो, तथापि पनि निरन्तर यो कार्यक्रमहरू आउँछन्। यहाँ वडाध्यक्षज्यू यहीँ हुनुहुन्छ, हाम्रो सदस्य चाहिँ हाम्रो सबै साथीहरू यहीँ हुनुहुन्छ। उहाँहरूलाई केही त्यस्तो बेसिक निड्स अघि नै भने तपाईँहरूको चाहिँ सिरकै छैन, जाडै छ, त्यस्तो घरमा खाने भाँडाकुँडा नै छैनन्, त्यस्तो हो भने पनि सरकार टुलु हेरेर चाहिँ बस्दैन। तर हामीले थाहा त हुनुपर्छ। त्यो भएको हुनाले त्यो कुराहरू पनि गरौँला। अत्यन्त गरिब चाहिँ हामीले पनि अहिले चाहिँ परिचय पत्र दिइराखेका छौँ हैन। अब त्यो बेसिक निड्सहरू खानै नभएको, लाउनै नभएको मान्छेहरू हुनुहुन्छ भने उहाँहरूको संरक्षण सरकारले गर्नुपर्छ है। वास्तवमा नानी बाबुको शिक्षा स्वास्थ्य पनि सरकारले गर्नुपर्ने हो। सोसियल सेक्युरिटिज हाई भएको युरोप लगायतका अरू देशमा मान्छेहरूले बेरोजगार भयो भने बेरोजगार भत्ता पाउँछन्। जस्तो सुकै ठुलो रोग लागे पनि राज्य उत्तरदायी हुन्छ, राज्यले चाहिँ के अरे सहयोग गर्छ। तर हाम्रोमा त्यो छैन। त्यही भएर त हामीले यत्रो ठुलो अस्पताल अहिले चाहिँ पालिकामा खोलेको। 10 करोडभन्दा बढी त हामीले डोनेसन नै लियौँ। हामीले 10 करोडभन्दा बढी। आज सोलुखुम्बु जिल्लाको सबैभन्दा ठुलो अस्पताल हो त्यो हैन। एमडिजिपी डाक्टर राखेर फाब्लुमा एमडिजिपी डाक्टर अहिले छैन, अहिले सोध्नु होला। तर हाम्रो अस्पतालमा खोटाङ शुद्धको मान्छेहरू आएर आज अपरेसन भइराखेको छ। हामीले एउटा इन्जिनियरिङ कलेज चलाएको छौँ, प्रदेशकै नम्बर 1 कलेज हो त्यो है। फेरि जुबु र लोखिमको लागि अझै राम्रो काम गर्नु पर्यो भने अर्को पालिका स्तरीय अस्पताल चाहिँ त्यही सुकीमुनि हामीले बनाउँदैछौँ, देख्नु भएको छ तपाईँहरूले।
अब पोस्टमार्टमहरू गर्नको लागि तपाईँहरू चाहिँ अरू चाहिँ उता अहिले कता गइराख्नु भएको छ ऐसेलु खर्कतिर जानुपर्छ अब तपाईँहरू जानु पर्दैन अब यो 1 वर्षमा बनिसक्छ यहाँ पनि फेरि एमबिबिएस डाक्टर जिपी डाक्टर आउँछ त्यसपछि सबै पोस्टमार्टमहरू यही हुन्छन् विशेष गरी यो 3टा वडाको लागि हामीले त्यो कार्यक्रम गरेको यस्ता निरन्तर कार्यक्रमहरू हामीले गरि नै रहन्छौँ तपाईहरुको लागि भन्छु अब तपाईहरु सबैलाई हार्दिक धन्यवाद छ यो मैले के भन्न खोजेको भन्दा त्यो हाम्रो गरिबी कसैलाई चाहिँ त्यो देखाउनलाई होइन तर विलिङ हार्ट हुन्छ नि साच्चै स्वागत गरौँ भन्नेहरुको लागि चाहिँ हामी एकदमै स्वागत गर्न तयार हौं तर हाम्रो गरिबीहरु बेच्ने यहाँका चाहिँ मैले कस्तो पनि देखेको छु भन्ने कतिपय कुराहरु एउटा सामान्य एउटा ब्याग दिने विद्यार्थीहरु जम्मैको फोटो खिच्ने भिडियो बनाउने अनि त्यसपछि गएर कतै कतै त्यो हाम्रो गरिबीहरु बेच्ने त्यसको विरुद्धमा हो फेरि म चाहिँ हैन हामीले ओपनली सहयोग त लिन्छौं तर कस्तो खालको संस्थाको लिन्छौं भन्दा यी पेम्बाहरुको हाम्रो क्यारिनहरुको यो बलबहादुर भाइले गरेको समन्वयहरुको यस्तो जेन्युनहरुलाई लिन्छौं क्या हैन कोही देखाउने मान्छेहरु धेरै देखेका छौं कोभिडको बेला भूकम्पको बेला मैले प्रतिबन्धै गरेका थिएँ मैले पेम्बा चाहिँ कोभिड र भूकम्पको बेला प्रतिबन्धै गरेका थिएँ मान्छेहरुको लहर कस्तो आयो भने फोटो खिच्ने जम्मै गाउँ चाहिँ उ गरेर सानो एउटा ब्यागहरु दिने अनि भिडियो बनाएर कता गएर त्यसको मिसयुज गर्ने क्या त्यसको विरुद्धमा हो म है त्यो भएको हुनाले तर मलाई के जेन्युन लाग्यो भने उहाँहरुको इन्टेन्सन उहाँहरुको नियत चाहिँ एकदमै पोजिटिभ भएको हुनाले चाहिँ हामीले तुरुन्तै फेसिलिटेट गरेर तपाईहरुलाई चाहिँ सहयोग गर्ने वातावरण बनेको हो फेरि बलबहादुर भाइ यसै गरी नि यही हो यहाँको एउटा सक्षम युवा भयो भने त्यो युवाको समन्वयबाट वास्तवमा 20-50 घर परिवारको खुसी आउँदो रहेछ भनिसकेपछि यस्तै हो नि हामीले बनाउन खोजेको यस्तै समाज बनाउन खोजेको हो नि त हामीले त्यो भएको सबैलाई हार्दिक धन्यवाद छ मैले धेरै भनिन अरू कार्यक्रमहरुमा पछि म आएर चाहिँ तपाईहरुको कुरा सुन्नेछु अहिलेलाई म बिदा हुन्छु धन्यवाद।